आज चाहिँ हाम्रो माथिल्लो बारी झार उखालेर गोडेर सक्यो। अब बोडा रोप्दैछौँ हामी चाहिँ। यहाँ बोडा रोप्ने पनि यहाँ हुनुहुन्छ यता याङ्सुको मम्मी सन्ध्याजी उता दिलकुमारीजी हेलो हाई गर न यता कता बोडा रोपेको देखाऊ है कसरी औँलाले कट्याएर पो यसरी साह्रो छ बोडाको दाल खानु यहाँ चाहिँ रहेछ ठुलो टारमा यस्तै हुँदो रहेछ। सबैजना खेताला जति तल्लो बारी जानुभयो घरबारी सकियो आजदेखि बाई बाई। ढुकुरको मासु किबी दह्रो फलेको छ ल। यो चाहिँ हाम्रो किबी है गाइजहरू साथीहरू बुढोहरू पनि भन्नु अरे गोरु यस्तरी किबी फलिरहेको छ। कसलाई खानु मनपर्छ कमेन्ट गर्नु होला। किबी चाहिँ किबी खानु मनपर्नेहरूलाई चाहिँ यस्तै छ दुःख सुख गाउँघरको हाल खबर। एकछिनमै पानी पर्छ एकछिनमै धुम्मिन्छ। यो सप्तमीको डाँडा चाहिँ साह्रै कुहिन्छ। सप्तमीको डाँडा कुहिएपछि यता तुम्बेवा डाँडा पनि रुनु थालिहाल्छ। ल अहिले चाहिँ यति नै। अब तल घरबारीमा अहिले भरे चाहिँ म बनाउँछु है बिल्ला चाहिँ होइन है। यो चाहिँ हाम्रो माथिल्लो बारीको आलु है। यो पालि चाहिँ आलु फलेन यति नै हो आलु। पहिले 7-8 बोरा हुन्थ्यो भने यो पालि मरेर 1 बोरा मात्र आयो। छैन आलु बर्खे आलु। ल हामी चाहिँ अब खाजा खायौँ चिया चटपटे। ल घरबारी अब सक्यो घरबारी पनि लाउनेको नै भरे। आजदेखि रसिया खाने बेला चटपटेको रसिया हो कि।